यहाँहरू सबैलाई बैलडाँडा चौतारी क्लब परिवारको तर्फदेखि बिहानीको नमस्कार भन्न चाहन्छु। म प्रदीप बेलवासे। आज हाम्रो यस बैलडाँडा चौतारी क्लबको एउटा महान अभियान, जसले गर्दा गत वर्ष असार महिनामा हामीहरूले उपल्लो केरेनी सोताको पानी बैलडाँडा चौतारी क्लबको व्यायामस्थलसम्म ल्याएका थियौँ। यसै अवसरमा हामीले उति बेला छोडिरहेको 1200 मिटर जतिको पाइप आज हामी पूर्ण लगाइरहेका छौँ। यस अवसरमा बैलडाँडा चौतारी क्लबका सक्रिय सदस्यहरू, जुझारु युवा सदस्यहरू यसरी पाइप पुर्ने कार्यमा लागिरहनु भएको छ। हामीहरू बिहान 5 बजेदेखि यसरी पाइप पुर्ने कार्यक्रम गरिरहेका छौँ र अहिले बिहानको 8:30 भइसकेको छ। यहाँहरू सबैलाई बिहानीको धेरै मिठो सम्झना नमस्कार भन्दै यहाँहरू सबैलाई हाम्रो यस बैलडाँडा चौतारी क्लबमा जोडिनु हुनको लागि आग्रह गर्दै सबैलाई स्वस्थ रहौँ, मस्त रहौँ, जय प्रकृति जय बैलडाँडा भन्ने हाम्रो एउटा मूल नारा। त्यसले गर्दा आज हामी विश्वव्यापी रूपमा एउटा हाम्रो क्लब आज चिनिन पुगेको छ र हामीहरूले आफू सक्दो गर्न सक्ने कार्यहरू समाजसेवामा लागिरहेका छौँ। हाम्रा यी जुझारु युवा शक्तिहरू यसरी अघि बढिरहनु भएको छ, यसरी कार्य गरिरहनु भएको छ। हामी बिहानैदेखि यसरी श्रमदानमा जुटिरहेका छौँ। आउँ श्रमदान गरौँ, सबैलाई पानी खुवाऊँ, स्वस्थ रहौँ, मस्त रहौँ, जय प्रकृति जय बैलडाँडा। केही साथीहरूले उता पाइप पुरिरहनु भएको छ भने कोही यता रमाउँदै पाइप पुर्ने कार्यमा लागिरहनु भएको छ। देख्न सकिन्छ यो हाम्रो प्रकृति प्रेमीहरूको सङ्गम स्थल बैलडाँडा चौतारी क्लब, जसले विगत 2 वर्षदेखि समाजसेवामा अग्रसर गर्दै कहिले त बाटोको फोहोरहरू उठाउँदै आइरहेका छौँ, कहिले हामीहरूले यसरी सामाजिक कार्यमा पाइपहरू पुर्ने अग्रसरमा लागिरहेका छौँ। हामी देख्न सकिन्छ यो हो बैलडाँडा चौतारी क्लबको महान अभियान, जसले आज उपल्लो केरेनी सोताको पानी बैलडाँडासम्म ल्याउनमा सक्षम भएका छौँ। यसरी सबै जुटौँ, श्रमदानको महाअभियानमा यसरी लाग्यौँ भने सबैलाई स्वास्थ्य रहन र मस्त रहनलाई एउटा सहज भूमिका निर्वाह गर्दै हामीहरूले गत वर्ष असार महिनामा ल्याएको पानीलाई बाटोको अवरोधले गर्दा हामीहरूले रोकेका थियौँ, छोडेका थियौँ। उक्त कार्यलाई आज हामी पूर्णता दिँदै बैलडाँडा चौतारी क्लबको समस्त परिवार आज यसरी लागिरहनु भएको छ। हामीहरूले हाम्रो यस कार्यक्रमलाई निरन्तरता दिँदै पाइप पुर्ने कार्यमा लागिरहेका छौँ। यसरी देख्न सकिन्छ कसरी रमाउँदै यहाँहरूले आज यो पाइप पुर्ने कार्यमा लागिरहनु भएको छ। सबैलाई श्रमदान गरौँ, स्वस्थ रहौँ, मस्त रहौँ, एउटा हाम्रो एउटा मूल नारा छ। बैलडाँडा चौतारी क्लब प्राकृतिकको एउटा सुन्दर दृश्य रहेको घोराई 18 बैलडाँडा चौतारी क्लबको प्राङ्गणदेखि केही माथिपट्टि हामीहरूले यसरी पाइप पुर्ने कार्य गरिरहेका छौँ। हामी सदैव यसरी लागिरहनेछौँ भन्दै यहाँहरू सबैलाई बिहानीको मिठो नमस्कार दिँदै हामी पुनः यहाँहरूमा केही बेरमा उपस्थित हुने बाचा गर्दै अहिलेलाई यतिकैमा विश्राम लिन्छौँ। जय प्रकृति जय बैलडाँडा।